जिल्ला र यस जिल्लाका सम्पूर्ण मञ्चका सहयोगी साथीहरू उपस्थित हुनुभएको दिदीबहिनी दाजुभाइहरूलाई राष्ट्रिय मञ्चको तर्फबाट जय भूमिको अभिवादन टक्राउँछु, स्वीकार दिनुहोस्। अघि छासा हाम्रो चन्द्र सरले कुरा राख्नु भएको थियो। 14 गते बुढामा विराट हामीले अन्तर्क्रिया राखेका छौँ, तपाईँ आइदिन पर्यो भन्नुभएको थियो। मलाई 13 गते नै भूमि मन्त्रालयबाट हामी बस्न पर्ने भयो, तपाईँ आउनुहोस् भनेर भन्नुभयो। हामी 13 गते काठमाडौँ पुग्यो र उहाँले हामीलाई चाहिँ भूमि सुधार मन्त्रालयले 18 गते हामीलाई समाइदिनु भयो। अहिलेको जनप्रतिनिधि त होइन, सरकारको पनि होइन, अहिलेको सुशीला कार्कीले नियुक्ति गरेको मन्त्री कुमार इङनामले तपाईँहरूसँग बस्न पर्ने भयो, आउनुहोस् भन्नुभयो। 14 गते काठमाडौँमा हामीले विराट छलफल गऱ्यौँ। मुद्दा उल्टियो, जग्गा त पाएनन्। मुद्दाको फेरि केही जिल्लाहरूमा पूर्णपाठ खोजेर नापी कार्यालय बसिरहेछ। के गर्ने होला भनेपछि हामीले 16 गते सुकुम्बासी आयोगमा निगरानी तथा खबरदारी गऱ्यौँ। हामी 5 जना जाँदा 20 जना कर्मचारी हुनुहुने रहेछ काठमाडौँमा। घाम तापेर बस्नु भएको थियो। 9 जनाको समितिमा 3 जना भन्दा अरू आउनु भएको थिएन। अध्यक्ष विजय पनि हुनुहुने थिएन। हामीले त्यो सबै कुरा त्यहाँ बाजाबाज भयो। तिमीहरू झोले जनताको काम नगर्ने, जनताको कर तिरेर तलब खाने, खै त तिमीहरूको क्षेत्रको जिम्मेवारी, तिमीहरूले काम किन गर्दैनौ भनेर त्यहाँ भन्सा मनसा भयो। भइसकेपछि 18 गते त्यो भन्सा मनसालाई लिएर भूमि सुधार मन्त्रालयले हामीले 6 बुँदे मागपत्र पेश गऱ्यौँ। पहिलो मागमा के छ भने मालपोत र नाभीमा हुने घुसखोर बन्द गरिदिनुहोस् मन्त्रीज्यू। यो एउटा उदाहरणीय काम हुन्छ। सबैभन्दा घुसखोरी अड्डा भनेको मालपोत र नाभी हो भनेर भनिसकेपछि उहाँले त 19 गते त भक्तपुर, ललितपुर, काठमाडौँको मालपोत कार्यालयमा जानुभएको छ र मेरो जग्गाको यस्तो यस्तो समस्या छ, हाकिम साहब मिलाइदिनुहोस् भनेको त तिनटै हाकिमले 20,000 ल्याउनुहोस् त, 20 लाख ल्याउनुहोस् त भनेर भन्नुभएको छ। उहाँ फर्केर आएपछि तिनटै जिल्लाको मालपोत कार्यालयलाई कहिल्यै पूर्व कहिल्यै पश्चिम पठाइदिनु भयो। यो न्युज तत्काल आएको छ। त्यसपछि 21 गते फेरि हरिप्रसाद रिजालको कार्यालयमै गएर हामी 25 जना गयौँ। हाम्रो भनाइ राख्यौँ, तपाईँहरूले काम गर्न सक्नुहुन्न, तपाईँलाई स्थानीय सरकारले टेडेको छैन, तपाईँलाई नाभि कार्यालयले टेडेको पनि छैन, कसरी काम गर्नुहुन्छ? यदि तपाईँहरूले काम गर्न सक्नुहुन्न भने 9 जनाले हात ठडाएर पत्रकार सम्मेलनको आयोजना हामी गरिदिन्छौँ, तपाईँहरूले राजीनामा दिनुहोस् भनेर हामी लाग्यौँ। अहिले उहाँहरू 2 दिनबाट दौडै हुनुहुन्छ। आज कञ्चनपुरमा पूर्जा बाँड्दैछौँ भनेर विज्ञ सदस्यले मलाई बिहान फोन गरिसक्नु भएको छ। गुल्मीमा बाँड्नुभयो, कञ्चनपुरमा बाँड्नुभयो, भोलि दाङ र बाँके पनि बाँड्नुहुन्छ। सुनसरीमा बाँडियो, दाङमा बाँडियो, बर्दियामा बाँडियो, गुल्मीमा बाँडियो, कञ्चनपुरमा बाँडियो, मधुतरीमा बाँडियो। सबैभन्दा पहिला त रेणुदाले 129वटा चितवनमै बाँडिसक्नु। त्यसो भएपछि गैँडाकोटमा किन बाँडिएन? यहाँ भोलि त सुकुम्बासी छन्, अव्यवस्थित छन्, सबै छन् भन्दा हाम्रो गरिबहरूको शक्तिले अर्को शक्तिलाई दबाब दिन सकेन। त्यो भइसकेपछि हामीले बाँड्न सकेनौँ। अब मन्त्रीजीले के भन्नुहुन्छ भने आइ बोल्न बिउतेको हो, अहिले तपाईँहरू नतात्तिनुहोस्। ती बाधा अड्चना स्थानीय निकायले लेखेर आयोग मार्फत यहाँ आयो भने हामी जस्तो सुकै बाधा अडचनलाई पनि फुकाउने हाम्रो मन्त्रालयलाई जिम्मा छ। त्यो गठन आदेशमा लेखिएको छ, हामी फुकाउँछौँ भन्नुभएको छ। अब फुकाउनुहुन्छ कि फुकाउनुहुन्न त्यो आफ्नो ठाउँमा छ। यस सिलसिलामा आज हामी देशभरि नै हाम्रो साथीहरू, राष्ट्रिय मञ्चका पदाधिकारी, जिल्ला मञ्चका पदाधिकारीहरू आयोगमा, नाभि कार्यालयमा, मालपोत कार्यालयमा, सिडिओ कार्यालयहरूमा खबरदारी र निगरानी अभियान अन्तर्गत हिजो हामीले यस नवलपुरको तारापतिजीको आयोगमा पुग्यौँ। उहाँ त सल्लाह म त बाँडिहाल्छु भनेर भन्नुभयो। यतै वडाको हुन सक्नुहुन्छ उहाँ। हामीलाई त यति खुसी बनाउनु भयो त तलबाट पेल्दै आउनुहोस् त, तपाईँहरूले हामीलाई त बाँड्दै हाल्छौँ भनेर भन्नुभयो। अब तल भनेको कहाँ हो त भनेर
वडा र नगरपालिका हो भन्नुहुन्छ। अनि नाभिमा जानुहोस् भन्नुभयो, नाभिमा गयौँ। ओहो, नाभिया सरले त के भन्नुभयो, चिन्ता नगर्नुहोस्, गैँडाकोटमा त 3 नोमिन पठाइसकेको छु, कता बस्नुभएको छ खोज्नुहोस्, त्यहाँको पालिकाले काम गराउने हो भनेर भनिदिनु भयो। ए बाबा, नगरपालिका आयौँ, मेयर साहबले त हाम्रो कुरा सुन्नु नै भएन। उहाँले त कलतिर महोत्सवमा जान हतार रहेछ, उहाँले सुन्नु भएन। अनि वडा कार्यालयमा पनि आयौँ, 6मा पनि आयौँ, 5मा पनि आयौँ। 5 नम्बर वडाको सरले अध्यक्षले भन्नुभयो, यस्तो यस्तो प्रकृतिलाई कसरी दिन मिल्छ भनेको तपाईँहरूले पालिकाबाट यो कुरामा टेकेर लेखेर दिनुहोस् न भन्नुभयो। मसँग यस्तो हेरेको होला फोटोकपी रहेछ, मैले उति बेला फोटोकपी गरेर चिप लगाएर यो आधारले बाँड्न सक्नुहुन्छ भनेर मैले उहाँलाई भनिसकेँ। अब अघि चर्काचर्की कुरा आयो, मध्यवर्ती सङ्घर्ष समितिको कुरा पनि आयो, वनको क्षेत्रको विधेयक पनि आयो। यो सबै चाहिँ नि राष्ट्रिय सभामा गएर अड्केको छ, प्रतिनिधि सभाबाट पास गरियो। प्राकृतिक स्रोत साधन समितिले कुसुमदेवी थापाको समितिबाट पास गर्यो। राष्ट्रिय सभामा गएर अड्केपछि राष्ट्रिय सभा भङ्ग भइहाल्यो जनजी आन्दोलनले गर्दा। एक दिनले गर्दाखेरि यो विधेयकहरू त्यहीँ गएर अड्केको छ। अब यो चरणमा हामीले के गरौँ त भनेर भन्दाखेरि हामीले धेरै जिल्लामा धेरै साथीहरूलाई पठाएका छौँ। अहिले आयोगका राजनीतिक दलबाट नियुक्ति भएका आयोगका सदस्यहरू समानुपातिकमा कता परिन्छ भनेर नेताको चाकरी गरिरहनु भएको छ। प्रतिनिधि कताबाट चयन भइन्छ भनेर नेताहरूको पछि लाग्नु भएको छ। एक रति पनि 4जना आयोगका सदस्यहरूले काम गर्नुभएको छैन र त्यो काम नगर्दाखेरिको असर तपाईँ हामीलाई परेको छ। अब त्यसै गरी हामीले खोजेको सामाजिक न्याय हो, सम्मान हो, पहिचान हो, कानुनी स्वामित्व खोजेको हो, पूर्जा मात्र खोजेको होइन। त्यो पूर्जा ब्याङ्कमा राख्न पनि मिलोस्, बेच्न पनि मिलोस्, खान पनि मिलोस्, त्यो कानुनी स्वामित्व खोजेको। त्यो कानुनी स्वामित्व संविधानमा प्रष्ट धारा 40मा पनि लेखिएको छ, खाद्य अधिकारको लागि पनि लेखिएको छ, दिगो विकास लक्ष्यमा पनि लेखिएको छ, 16 पञ्चवर्षीय योजनामा पनि लेखिएको छ। त्यो हामीले खोजेको हो, संविधानको दायराभित्र रहेर न्याय खोजेको हो, संविधानभन्दा बाहिर गएर खोजेको होइन भन्ने म जानकारी गराउँछु। अब हामीसँग के प्रमाण छ भनेर भन्दा हामीसँग नागरिकता छ, मतदाता कार्ड छ, राष्ट्रिय परिचय पत्र छ, हाम्रो बच्चाको जन्म दर्ता छ, बिजुलीको बिल तिरेका छौँ, पानीको बिल तिरेका छौँ, राज्यलाई कर तिरेका छौँ। यी हाम्रा बलिया पक्ष हुन् र कसैलाई पनि सुकुम्बासी होस्, भूमिहीन होस्, अव्यवस्थित हो, तिमीहरू यो देशका होइनौ भनेर भन्ने अधिकार कसैलाई पनि छैन भन्ने म जानकारी गराउँछु। र यो कुरा के त भन्दा साथीहरू, यो बाजारले पानी आउनु न, वडा अध्यक्ष सुभाष सरले भनिसक्नु भएको छ, वडा प्रतिनिधिले भनिसक्नु भएको छ। अब गर्नुपर्ने काम तपाईँहरूको हातमा छ। हामी तपाईँहरूलाई आइडिया दिने हो, कार्य तपाईँहरू बिरामी हो। यो नगरपालिकामा तपाईँहरूले पूजा पाउनको लागि 100 जना 50 महिला 50 पुरुष आन्दोलन नगरपालिकाको कम्पाउन्डमा गएर बस्नु भएन भने मेयर साहबले सुभाष सरलाई फोन गरेर बोलाउन पर्यो। तपाईँका वार्डका मान्छे त यहाँ आएर धर्ममा बसिएका छन् भन्ने वातावरण बनाउनु। अनि बल्ल सुभाष सरको कुरा त्यहाँ खान्छन्। तपाईँहरूले थपक्क गएर इलाका प्रहरी कार्यालयलाई जानकारी गराउनुहोस्। हामी तपाईँहरूलाई पत्रकारहरू पठाइदिन्छौँ। तपाईँहरू 18वटै वार्डका मान्छेहरू प्रतिनिधिमूलक बस्नुहोस्। तपाईँहरू बस्दा हामी विधायक विकास स्रोत केन्द्रमा गएर 20,000 रुपियाँ मागेर तपाईँहरूले भूमिको सवालमा काम गर्नुभएको, अब गरिबहरूलाई सहयोग गर्नुहोस्, धनीलाई सहयोग नगर्नुहोस् भनेर चिउरा र दालमोड उपलब्ध गराउँछौँ। बोतल लिएर जानुहोस्, आफू बस्ने म्याट लिएर जानुहोस्। नगरपालिकामा तपाईँहरू माघको 5 गतेबाट बस्न सक्नुभयो। तपाईँहरूका आन्दोलनका माग र अडान भए तपाईँहरूले एउटा ब्यानर लिएर जान सक्नुहुन्छ। थपक्क 10 बजे गएर बसेर 4 बजेसम्म फर्कनुहोस्। पत्रकार त्यहीँ आउँछन्, मेयर साहबहरू त्यहीँ आउनुहुन्छ।
आएका मान्छेहरू त्यहीँ आउँछन्, नापिका मान्छेहरू त्यहीँ आउँछन्। अनि बल्ल काम हुन्छ। मेयर साहबले सुभाष सर आउनुहोस् त, तपाईँको वार्डका त धेरै मान्छे आएछन् यहाँ, यिनीहरूलाई कसरी चित्त बुझाउने होला भन्ने दबाब दिन सक्नु भएन भने तपाईँहरूले लाल पूर्जा पाउने छाँटकाट छैन। गैराकोटबाट छैन। गैराकोट यस्तो गैराकोट हो, यो क्षेत्रबाट सशङ्कजीले कतिपटक चुनाव जित्नुभयो, तर उहाँको घर त यहाँ त छैन। उहाँको घर त मोरङ हो। मोरङबाट किन उठ्नुहुन्न? मोरङ अलि शिक्षित जिल्ला छ, यो अशिक्षित जिल्ला छ। त्यो भएर यहाँबाट चुनाव लड्नुहुन्छ अनि जित्नुहुन्छ। अनि हामीले के भन्छौँ भने तपाईँहरूले त आन्दोलनमा बस्दै गर्दा तपाईँको क्षेत्रमा त चाहिँ सुकुम्बासी भूमिहीन आएर चाहिँ बसिसके रोडमा, ल हिँड्न पऱ्यो जानु पऱ्यो भनेर हामी माथिबाट घचघचाउँछौँ, फोन गर्छौँ, सशङ्क दाइलाई गएर भेट्छौँ। ल गरिबहरू त मरिसके भनेर हामी माथि खबर गर्छौँ, मन्त्रीजीलाई पनि गएर भेट्छौँ। गैराकोटमा चाहिँ आन्दोलनमा 100 जना मान्छे बसेका, 20 जना त हस्पिटलमा छन्। मान्छे मार्ने सरकार हो कि न्याय दिने सरकार हो, लो भनिदिनुहोस् भनेर भन्छौँ। मेयर साहबले पनि 18वटै वडा अध्यक्षलाई बोलाउनुहुन्छ, सदस्य सचिवहरूलाई बोलाउनुहुन्छ। बाटो त्यहाँबाट निस्कन्छ। यदि त्यति गर्न सक्नुहुन्न भने तपाईँले अबको 10 वर्ष पनि पाउनुहुन्न। आचार संहिता लागू हुन्छ, भोट माग्न आउँछन्, अनि भोट सही हाल्नु होला, पूर्जा नखोल्नु होला। तर पूर्जा माग्ने हो भने तपाईँको गाउँ गाउँमा माइनर बनाएर राख्नुहोस्। पूर्जा यति गतेभित्र दिनुहुन्छ भने भोट हाल्न हामी आउँछौँ, यति गतेभित्र पूर्जा दिनुहुन्न भने हामी बहिष्कार गर्छौँ। तपाईँ जित्नुहोस्, हारे हाल्नुहोस्। तपाईँले जिते पनि केही हुनेवाला छैन, हाम्रो हारे पनि केही हुनेवाला छैन भनेर भन्नुहोस्। त्यो भयो भने मात्र तपाईँहरूले चुनावमा सहभागी हुनुहोस्। तपाईँलाई पूर्जा आउनुहुन्न भने अहिलेसम्म चुनावमा भोट हालेर पूर्जा आएन, अब पनि आउन्न। मुखका पूर्जा आएर तपाईँले अझ पनि फेरि झुक्किनु भयो भने तपाईँ यो नारायणीमा गएर पस्नुहुन्छ। बाँचेको साह्रै छ। अधिकार जेन्जीहरूले अधिकार खोजे, सुशीलालाई